सम्पूर्ण साथीभाइमा जय नेपाल। संगठित संस्थाहरूको पूर्ण योग्यता परीक्षाको लागि सार्वजनिक संस्था सम्बन्धी एकदमै महत्त्वपूर्ण प्रश्न उत्तरहरू प्रश्न नम्बर 1 मा रहेको छ, नेपालमा संस्थान ऐन कहिले ल्यायो? विक्रम सम्बन्ध 2021 साल। र दोस्रो नम्बर क्वेसनमा रहेको छ, नेपालमा सर्वप्रथम उद्योग परिषदको स्थापना कहिले गरियो? विक्रम सम्बन्ध 1993 मा। र क्वेसन नम्बर 3 मा रहेको छ, विश्वको पहिलो संस्थान कसलाई मानिन्छ? बैंक अफ नर्थ अमेरिका। र क्वेसन नम्बर 4 मा रहेको छ, सार्वजनिक संस्थानलाई कुन निकायले निगरानी गर्दछ? संसद वा सम्बन्धित सरकारी निकाय। र क्वेसन नम्बर 5 मा रहेको छ, सार्वजनिक संस्थानको विकास कहिले र कहाँबाट सुरु भएको हो? औद्योगिक क्रान्तिका बेला पश्चिमी देशहरूबाट। र क्वेसन नम्बर 6, नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो? विराटनगर जुट मिल। र क्वेसन नम्बर 7 मा रहेको छ, नेपालमा कतिवटा सार्वजनिक संस्थान नाफामा रहेका छन्? 28 वटा। 15 वटा नोक्सानमा, जम्मा 45 वटा। र क्वेसन नम्बर 8 मा रहेको छ, नेपालमा लैङ्गिक बजेटको सुरुवात कहिलेदेखि भएको? आर्थिक वर्ष 2064 र 65 देखि। र क्वेसन नम्बर 9 मा रहेको छ, नेपालमा लैङ्गिक बजेटको सुरुवात कहिले र कुन देशबाट भएको हो? सन् 1984 मा अस्ट्रेलियाबाट। र क्वेसन नम्बर 10 मा रहेको छ, विश्वमा बजेट घाटाको अवधारणा कहिलेदेखि आएको हो? सन् 1930 देखि। र क्वेसन नम्बर 11, बजेट घाटाको सिद्धान्त कसले प्रतिपादन गरेका हुन्? जेएम केन्स। र क्वेसन नम्बर 12, नेपालमा सरकारी बजेट प्रणालीमा बजेट घाटा सिद्धान्तहरूलाई कहिलेदेखि अवलम्बन गरिएको हो? विक्रम सम्बन्ध 2008 सालदेखि। धन्यवाद।